दर्शक पनि आयुष र एलिजे भन्ने बित्तिकै तपाईँको मनमा के आउँछ त एकपल्ट सम्झिनुहोस् त। आयुष र एलिजे भन्ने बित्तिकै कतिपयले भने चिन्नु नै भएको छ भने कतिपयले भने भुलिसक्नु भएको छ। किनकि अहिलेको पछिल्लो समयमा भने आयुष र एलिजेको चर्चा भने अलि कम उठिरहेको छ। तर अहिले पछिल्लो समयमा भने उनीहरूको इन्स्टाग्राम आइडी उडेको छ भन्दै एलिजा झमाइलीले आफ्नो युट्युब मार्फत एउटा भिडियो जानकारी गराएकी छिन्, जसमा उनले भनेकी छिन् 5 वर्षसम्मको मेरो मेहनत सबै पानीमा मिल्यो भन्दै उनले रुँदै युट्युब मार्फत एउटा भिडियो सार्वजनिक भनेकी छिन्। तपाईँलाई भने के कस्तो लाग्छ त? आखिर के कारणले उनको इन्स्टाग्राम आइडी उडेको हो त? उनले 5 वर्षसम्म दिन रात नभनी दुःख गरेर उनीहरूले भने लाइभ मार्फत निकै नै चर्चा आएर टिकटकबाट उनीहरूले इन्स्टाग्रामलाई निकै नै ग्रो गरिरहेका थिए। तर अहिले भने उनीहरूको आइडीमा सस्पेन्डेड आएको छ भने अब भने के होला त? के आइडी पुनः फिर्ता होला या त हुँदैन? तपाईँलाई के कस्तो लाग्छ त? र एलिजा र आयुष भने आजभोलि कहाँ छन् र आजभोलि भने उनीहरूको चर्चा भने किन कम भइरहेको छ त? तपाईँलाई के कस्तो लाग्छ? आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न नछुटाउनुहोला।